के तपाईहरु पनि थम्ब प्लेयरबाट जाइरो प्लेयरमा शिफ्ट हुनुभएको छ कि तपाईहरुलाई जाइरो देख्न बित्तिकै डर लाग्छ या अब सोच्नु भएको छ अब थम्बले सकिँदैन जाइरोमा शिफ्ट हुन्छु भनेर। इफ त्यस्तो सोच्नु भएको छ भने यो भिडियो तपाईहरुको लागि। यो भिडियोमा प्रब्लम र सोलुसन दुवै हुनेछ, त्यही भएर लाइक गर्न नबिर्सिनु होला। लाइक कमेन्ट तपाईहरुको बेस्ट पार्ट कमेन्ट गर्न नबिर्सिनु होला। लेट्स सी द प्रब्लम। जाइरो भनेको फोन हलाउँदाखेरि एम मुभ हुने हो। मैले यो जाइरोस्कोपलाई अफ गरेँ नि, मैले मेरो एमहरु सबै थम्बबाट मिलाउनु पर्छ क्या। तर धेरैजना प्लेयरहरु पनि छन् जसले थम्बबाट पनि दामी खेल्छ। इफ तपाईहरु नयाँ प्लेयर हो भने तपाईहरु स्कोप अनमा मात्र खेल्नु जाइरो हैन, त्यसले गर्दाखेरि अलिअलि प्र्याक्टिस हुन्छ अनि त्यसपछि जाइरो फुल अन गरेर खेल्दा हुन्छ। स्कोप अनमा चाहिँ कस्तो हुन्छ, लाइक तपाईहरुले स्कोप खोल्दाखेरि मात्र तपाईको जाइरो काम गर्छ न, तपाईको थम्बले नै मिलाउनु पर्छ। त्यही भएर सुरुमा स्कोप ओन्ली प्र्याक्टिस गर्नु, त्यसपछि गर्दा हुन्छ हैन। अब चाहिँ अलवेज अन गरेर खेल्नु। अनि यो रिभर्स जाइरो भन्ने छ नि, जाइरोस्कोप रिभर्स भनेर, त्यसलाई चाहिँ डिजेबल गर्नु। जाइरोस्कोपको प्र्याक्टिसको लागि यहाँनिर आउनु अनि जाइरोले मात्र यसलाई गर्नु। यसरी नै जस्तो बिचको अब्जेक्टहरु छ नि त्यसलाई टच नभइकन तपाईको क्यारेक्टरलाई मुभ गराउनु। धेरै गर्नु पर्दैन, दिनको 2 मिनेटदेखि 5 मिनेट गर्नु। यति भएपछि तपाईको जाइरोस्कोप कन्ट्रोल हुन्छ। म त पहिला कार गेमहरु खेल्थे, त जाइरोवाला आउँछ नि मोबाइल हलाएर, नसकेर अनि म त्यो गेमहरु पनि ट्राई गरेको थिएँ। तपाईहरु पनि गर्नु होला हुन्छ भने। एम राम्रो बनाउनु चाहिँ स्ट्यान्डर्ड ट्रेनिङमा 60 मिटरसम्मको हेडमा राख्नु। अनि त्यसपछि 3 लेभलको बेस, 3 लेभलको हेलमेट, अनि मुभमेन्टलाई 0 बनाउनु। अनि यो एक राउन्ड पुरै हान्नु हैन, यो 5 चोटी आउँछ, 5 चोटी अब्जेक्टहरुलाई ढाल्नु यसरी। अनि यो र्यान्डम टार्गेटहरुलाई चाहिँ रिफ्लेक्स हान्नु। रिफ्लेक्स भन्दा पनि एउटै बुलेटमा हान्न खोज्नु हैन, एउटै स्प्रेमा जति एउटा टार्गेट आउँछ हान्नु। अनि एकछिनसम्म चाहिँ यो क्राउच मुभमेन्ट सिक्नु, क्राउच अनक्राउच सुट, यसरी एकछिन सिक्नु। दिनको धेरै गर्नु पर्दैन, 5 देखि 10 मिनेट गर्नु। एक हप्तामा धेरै इम्प्रुभ हुन्छ। यस्तै भिडियोको लागि फलो गर्न नबिर्सिनु होला।